कसैलाई सुनाउनु हुँदैन है यहाँनिर छ भन्नु मैले तर ल्याएर राखेको छु फेरि चोरी लाग्ने डर हुन्छ के। हेलो नमस्ते, म चाहिँ आज सागबारीमा छु अनि यो साग मेरो अस्तिको चिप्लो साग चाहिँ सबै काटेर यति थुपारेँ होइन। अब चाहिँ यसको सुनपात निकालेर डोरी बटाल्नुपर्छ अनि त्यसपछि यो डाँख्लाको चाहिँ सन्ठी निस्किन्छ, मजाले आगो ताप्नुपर्छ। अब यो जाडो हिउँदोमा हेर्नु त आउनुहोस् है जाडोमा आगो ताप्नुलाई। अनि यहाँनिर चाहिँ यसको जरा केलाउँदैछु। अब यहाँ चाहिँ रायो साग रोप्ने है। म चाहिँ यति केलाइसकेँ, उखेलिसकेँ यति चाहिँ। अनि अब हिजो काटेको अब यसरी सिँगै बोट चाहिँ उखेल्न नसकेर अप्ठ्यारो भयो नि त। अनि यति काटिसकेपछि अनि यो जरा मात्र यो कुसे बालीको जरा त राख्नु भन्थ्यो। अब जरा राखेर कहिले गर्नु, यो कहिले कुहिन्छ र। यो सानो यत्रो यहाँदेखि यहाँसम्मको यति चौडा बारीमा यता भित्तापट्टि चाहिँ यस्तो सानो सानो रहेछ होइन। रोपेको यस्तो धेरै नसकेको कम्ती यत्रो मात्रै भएको। ठुलो चाहिँ यता छेउछेउमा हेर्नु यत्रो यत्रो बोट भएको कि यो छेउछेउमा चाहिँ हेर्नु त कसरी बाहिरको हावा खेल्नु पर्ने रहेछ कि यसलाई। हेर्नु त यी सानो सानो भएको छ त नि यत्रो। यी हेर्नु त एउटै बोट यत्रो। अब उस्तै गरिकन रोपेको यी छेउछेउमा यस्तो ठुल्ठुलो, यता पर चाहिँ यस्तो सानो सानो रहेछ। यसलाई हावा चाहिँ खेल्नु पर्ने रहेछ यो साग लाउँदाखेरि चाहिँ। अबदेखि अलिक पातलो रोप्नु पर्यो। तपाईँ यता चाहिँ भिन्डी बारी मादा छ। अनि मेरो रायो साग देखाउँछु ल। रायो साग चाहिँ बिउ चाहिँ यहाँ छ, फेरि यति ठुल्ठुलो भइसक्यो हेर्नु त। सार्नु नभ्याएर यत्रो भइसक्यो। कोहीहरू यहाँ यत्रो भएको छ सारेकोहरू। यति छ होइन। यो चाहिँ मेरो दुध माने। यहाँ चाहिँ मेरो छोरीले रोपेको साँचु माइमो सकरखण्ड है। यो चाहिँ यहाँ मेरो डल्ले कसैलाई सुनाउनु हुँदैन है यहाँनिर छ भन्नु मैले तर ल्याएर राखेको छु फेरि चोरी लाग्ने डर हुन्छ के। अनि यहाँ चाहिँ मेरो पानीको भाँडा छ। यो चाहिँ आकाशबाट पानी पऱ्यो भने यहाँनिर थाप्ने भनेर अनि यहाँ लगाउनलाई ल यस्तै छ है गाइज। अब यहाँनिर चाहिँ मेरो खोर्सानी, फेरि यो पछौटे खोर्सानी हो। अनि चाहिँ फल्दैछ पछौटे खोर्सानी मजाले। पुरानो बोटको चाहिँ बुढो भइसकिसक्यो। अब यसरी फल्दैछ, कहिलेसम्म फल्ने हो, यो जाडो सुरु भइसक्यो। अनि यहाँ चाहिँ छ मेरो यो खोर्सानी। हेर्न डल्ले खोर्सानी जस्तो शर्मिला सिसले पठाइदिनु भएको बिउ थियो नि, कसले भिडियो हेर्नुभएको थियो त्यति बेला राखेको बिरुवा भर्खर यत्रो। सबभन्दा ढिलो भनेको यो भयो बढ्नलाई। कति ढिलो यो आमा, यस्तो उसै बल्ल बल्ल यत्रो हुँदैछ। कहिले फल्नु यो हेर्नु त। अरू काँक्रा साँक्रा भिन्डी धनियाँ उहिले खाइसक्यो, यो चाहिँ यत्रो छ ल।